नेपाली भएर जन्मिनुमा कहिले रुसको लागि ज्यान दिनुपर्ने, कहिले इन्डियाको लागि ज्यान दिनुपर्ने, आफू स्वाभिमान भएर त बाँच्नै नपाउने यो सबै कारण चाहिँ के होला त? खासमा सबै हाम्रो गरिबी कारण, नेताहरूले गरेको भ्रष्टाचारको कारण नै होला जस्तो लाग्छ मलाई चाहिँ, होइन? हेलो एभ्रिवान गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आराम छु, होइन? जस्ट भ्लगहरू चाहिँ अब बनाउन पाइरहेको छैन, किनकि अब यस्तै छ, कामसाम यताउता हान्नुपर्ने हुन्छ, होइन? अब त्यही हो, मलेसियामा ड्युटी त्यही त हो नि, दिनभरि काम गऱ्यो, थाक्यो, आयो, सुत्यो, त्यति नै छ। अब खासै भ्लगहरू पनि बनाउनु पाइरहेको छैन, होइन? आज चाहिँ यसो साथीहरूले बल खेल्न जाउँ त भनेर ग्राउन्डतिर यसो आइदिएको, होइन? किनकि यतातिर अब एकदमै फ्रेस हावा आइरहेको छ तलमा, टक्क केटाहरू अगाडि खेल्दैछ, होइन? अनि खेलकुद मनोरञ्जन भनेको स्वास्थ्यको लागि फाइदा हुन्छ, त्यही भएर खेल्नुपर्छ केटा, होइन? आफ्नो ठाउँबाट खेललाई रिप्रेजेन्ट गर्दै जस्ट यसो स्वस्थ बन्नुपर्छ, त्यही हो केटा। अब आज चाहिँ म चाहिँ के भन्न चाहन्छु भने, होइन, फेसबुक खोल्यो कि युट्युब खोल्यो कि टिकटक जे खोल्दा पनि क्या त्यही पाकिस्तान र इन्डियाको झगडाको विषयमा मात्रै आइरहेको छ, होइन? यो विषयमा पनि मलाई केही भनौँ भनेर यसो जिज्ञासा लाएर चाहिँ जस्ट भिडियो बनाउन खोजिरहेको छु। खास कुरो के हो भन्दा, होइन, युद्ध भन्ने कुरा त जसले जहाँ गरे पनि युद्ध भन्ने कुरा समाधान चाहिँ होइन, किनकि युद्धले कसैलाई पनि फाइदा गर्दैन, होइन? युद्ध भनेको विनाशै गर्ने हो। यो युद्धमा पनि अब न त पाकिस्तानलाई फाइदा छ, न त इन्डियालाई फाइदा छ, किनकि अब मर्ने भनेको सर्वसाधारण नै हो। जसरी भने इन्डियामा मरे पनि उही सर्वसाधारण हो, होइन? पाकिस्तानमा मरे पनि त्यही नै हो। त्यही भएर चाहिँ युद्धबाट कुनै कुरा पनि समाधान चाहिँ हुँदैन जस्तो लाग्छ। दुइटै देशले वार्ताबाट कुरा मिलाउँदा पनि हुन्छ। के अरे, अपराधलाई चाहिँ कहिले पनि जोगाउनु हुँदैन, अपराधलाई चाहिँ कारबाही नै गर्नु नै पर्छ जसरी पनि, होइन? त्यो कारणले बरु वार्ताबाट दुईवटा देश मिलेर सामना गर्दा चाहिँ राम्रो होला, होइन? किनकि अब यो कुराले गर्दा नेपाललाई नि धेरै नै असर गर्नेवाला छ क्या। कारण के त भन्दा, होइन, जस्ट हाम्रो सेनाहरू भर्ती भइरहेको छ नि त इन्डियन लौरेमा। अब इन्डियाले खटाउने भनेको फर्स्ट फ्रन्ट लाइनमा नै हाम्रो सेनाहरूलाई खटाउनेवाला छ, किनकि अब अर्काको देशमा काम गरिसकेपछि जाँदिन युद्ध गर्दिमा भन्न पनि मिलेन। अब अर्काको नुन खाइसकेपछि नुनको सोझो चाहिँ गर्नै नै पर्छ, होइन? त्यो भएर नेपाली भएर जन्मिनुमा कहिले रुसको लागि ज्यान दिनुपर्ने, कहिले इन्डियाको लागि ज्यान दिनुपर्ने, आफू स्वाभिमान भएर त बाँच्नै नपाउने यो सबै कारण चाहिँ के होला त? खासमा सबै हाम्रो गरिबी कारण, नेताहरूले गरेको भ्रष्टाचारको कारण नै होला जस्तो लाग्छ मलाई चाहिँ, होइन? कति अब लाखौँ युवाहरू, हामी जस्तो युवाहरू विदेश आउनुपर्ने, कतिले, होइन? कतिले चाहिँ अब अर्काको लागि, अर्काको देशको लागि ज्यान गुमाउनु पर्ने नेपाली हुनुमा एकदम विडम्बना नै हो जस्तो लाग्छ मलाई चाहिँ, होइन? किनकि यति बेला आफ्नो देशको कुरा गर्ने हो भने, होइन, हामीसँग चाहिँ के छ र खासमा? यदि यसै गरी इन्डियाले पाकिस्तानमा अट्याक गरे जस्तो हाम्रो नेपालमा चाहिँ अट्याक गऱ्यो भने हामीसँग चाहिँ छ त के? हामी बस्नलाई केही पनि छ जस्तो चाहिँ मलाई लाग्दैन। किनकि अब अरू देशको रक्षा मन्त्रीहरूको हेर्नु न, हेर्दै डर लाग्दो हुन्छ है। उनीहरूसँग हात हतियार कति हो, फाइटर जेटहरूदेखि लिएर समुद्रमादेखि जल आकाश जतासुकै क्या उनीहरू एकदम पर्फेक्ट छ। हामी भने उही अमेरिकाले चलाएर फ्यालेको त्यो पुरानो AK-47हरू त्यस्तै अब नाम चाहिँ थाहा भएन, जस्ट जे भए पनि त्यस्तै हतियारहरू बाहेक अरू के छ र? अब अहिले अब त्यो खुकुरीले लडेर त्यो इतिहास फेरि दोहोरिन्छ जस्तो चाहिँ लाग्दैन। मान्छेले मेसिन गनहरू अब खतरा बनाइसक्यो, ड्रोनहरूबाट युद्ध गर्न थालिसक्यो। त्यही भएर हाम्रो देशको नेताहरू पनि एकदम सचेत हुनु पऱ्यो, भ्रष्टाचारलाई चाहिँ कम गर्नु पऱ्यो, आफूले नखाएर भए पनि, होइन? पाकिस्तान यति बेला चाहिँ हामीले सिक्नुपर्ने कुरा के छ भन्दा, पाकिस्तानमा हामीले न्युजहरू त सुनिरहेको हुन्छ नि त, पाकिस्तान भोकमरीले मर्दैछ अरे, पाकिस्तानमा एकदमै बढी भोकमरी गरिबी छ भनिरहेको छ नि त, होइन? जस्ट यति हुँदा पनि, होइन, मान्छेले खान पाएको छैन, तै पनि आफ्नो देश सुरक्षा, होइन? अब यति भन्दै लास्टमा चाहिँ के भन्छु भने, होइन, हाम्रो गोर्खाली दाजुभाइहरू इन्डियन लौरेमा हुनुहुन्छ। भर्खरै खबरहरू पनि सुनेको, एकजना चाहिँ शहीद भएको छ अरे इन्डियन लौरे। एकदमै आफ्नो ख्याल गर्नु होला, होइन? युद्धमा लडाइँहरू त हुन्छ नै, अब आफ्नो ख्याल गर्नु होला। बिचरा अब घरमा आमा बाउ फर्केर आउने बाटो हेरिरहेको हुनुहुन्छ होला। त्यही भएर गाइज, होइन, आफ्नो ख्याल गर्नुहोस्, एकदम सुरक्षित बन्नु होला। यति भन्दै चाहिँ आजको लागि भ्लगलाई यतैतिर व्यवस्थापन गरिदिनु पर्ने हुन्छ।
हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला होइन। यसो नयाँ नयाँ भिडियोहरू पनि आइराख्ने छ। हामीले भनेर देशलाई सुझाव दिएर लाग्न चाहिँ केही पनि लाग्दैन, त्यही पनि आफ्नो मनमा एउटा नागरिक भएको हिसाबले जस्ट भनेको होइन। अन्यथा अब कसैले पनि नलिनु होला। यति भन्दै आजको लागि चाहिँ भोलक यति नै रहन्छ। हस् त, बाई बाई, सबैलाई माया छ।